दुनियाँको सबैभन्दा ठुलो मोटिभेसन के हो? जसले तपाईलाई हरेक समय पुश गरिरहन्छ, जसले तपाईलाई पटक पटक याद दिलाउँछ कि म त्यसै खाली बस्न सक्दिन, केही गर्नुपर्छ। त्यो के चिज हो जसले हामी भित्रको पावरलाई उठाओस्? वास्तवमा सबैभन्दा ठुलो मोटिभेसन के हो त? के त्यो पैसा हो, नाम हो, फेम हो, या त ब्रेकअप हो? यदि दुनियाँमा सबैभन्दा ठुलो मोटिभेसन केही छ भने त्यो हो तपाईको हालत, तपाईको फ्यामिलीको सिचुएसन। यी चिजले मात्र तपाईलाई मोटिभेसन दिन सक्छ। सोशल मिडियामा तपाईले दुनियाँभरको नयाँ नयाँ चिजहरूलाई देख्नुहुन्छ होला, अनि जब त्यहाँबाट बाहिर निस्किनुहुन्छ अनि आफ्नो जिन्दगीलाई हेर्नुहुन्छ भने केही पनि छैन। मन गर्छ कि कतै जाने, तर जानका लागि गाडी छैन। यदि गाडी छ भने पनि पेट्रोलको लागि पैसा छैन। जति हामीले दिनमा कमाउन सकेका हुँदैनौँ त्यो भन्दा धेरै त हामी खर्च गरिरहेका हुन्छौँ। राति राम्रोसँग सुत्न सकेका छैनौँ। सुत्नुभन्दा पहिले सधैँ टेन्सन हुन्छ कि अब मेरो साथमा के हुन्छ, जीवनमा केही प्रगति गर्न सक्छु या सक्दिन। तपाईको जो प्यारेन्ट छन् उनीहरूले रगत पसिना एक गरेर काम गरिरहेका छन्, त्यो पनि केही पैसाको लागि, जसले तपाईँ सिर्फ सर्भाइभ मात्र गर्न सक्नु भएको छ। उनीहरू दिन रात कति के सहन्छन्, कहिले कसो मन गर्दैन होला, माइन्ड पनि थाक्छ होला, पुरा बडी थाक्छ होला, कैयौँको कुरा सुन्नुपर्छ होला, तर पनि उनीहरू मेहनत गरिरहन्छन् किनकि उनीहरूको हालत उनीहरूलाई गराइरहेको छ। मान्नुस् कि तपाईँ कुनै इभेन्टमा, सेमिनारमा, कहीँ कुनै सेलिब्रेसन या त कुनै पार्टीमा कहीँ पनि तपाईँ जानुभयो, त्यहाँ तपाईँले केही मान्छेलाई एकदमै इज्जत मिलेको देख्नु भएको होला। यो सब देखेर तपाईँको मनमा पनि आउँछ होला कि काश यो सबै मैले पाएको भए हुन्थ्यो, काश मानिसहरू मसँग पनि कुरा गर्नका लागि तडपिएको भए हुन्थ्यो। सबै मानिसहरू राम्रो राम्रो कपडा लगाएर आएका छन्, सिर्फ तपाईको कपडा मात्र त्यहाँ सबैभन्दा नराम्रो छ। तपाईँ नै त्यहाँ सबैभन्दा नराम्रो देखिरहनु भएको छ। तब यस्तो बेला भित्रैदेखि आगो बल्नेछ, ना कि मलाई बदला लिनु छ, अब यस्तो हालतमा मलाई बस्नु छैन। सायद अहिले मानिसहरू तपाईसँग बोल्न मात्र पनि मन पराउँदैनन् होला। यस कुराले तपाईलाई भित्रभित्रै नराम्रो लागिरहेको होला कि किन कसैले पनि मलाई मन पराउँदैनन्, किन मानिसहरू मलाई भ्यालु दिँदैनन्। हेर्नुस्, मानिसहरू तब मात्र तपाईको भ्यालु गर्छन् जब तपाईको साथमा पैसा हुन्छ, जब तपाईको नाम हुन्छ। त्यसैले काम यस्तो गर्नुस् कि तपाईको नाम रहोस्, अनि नाम यस्तो होस् कि नाम सुन्न साथ काम भइहालोस्। यदि कसैले तपाईलाई तल गिराउँछ, कसैले तपाईलाई तपाईको औकात देखाउँछ, तपाईको मजाक बनाउँछ, तपाईलाई इग्नोर गर्छ, तपाईको खुसीहरू खोज्छ भने एउटा एउटा गरेर तिनीहरूको नाम डायरीमा लेख्नुस्। अब तपाईलाई जुन रिस उठेको हुन्छ त्यस रिसलाई, त्यो इनर्जीलाई आफ्नो जिन्दगी बदल्नमा युज गर्नुस्। तपाईँ एकदमै लकी हुनुहुन्छ। यदि तपाईसँग केही पनि छैन भने यही त्यो समय हो जो तपाईसँग घुमाउनका लागि केही पनि छैन सिवाय पाउनका लागि। जब मानिस आफ्नो दममा जमिनदेखि उठेर आकाशको उचाइलाई छुन्छ तब त्यसको भ्यालु एकदमै हुने गर्छ। सारा मानिसहरू त्यसलाई मन पराउन थाल्छन्। त्यसैले तपाईँ लकी हुनुहुन्छ। यदि तपाईसँग केही पनि छैन भने यही त्यो समय हो। अब तपाईँ जे पनि गर्न सक्नुहुन्छ, जति ठुलो पनि गर्न सक्नुहुन्छ, यतिसम्म पाउन सक्नुहुन्छ कि टाढा टाढासम्म कसैको साथमा पनि छैन। समयसँगै बदलिनुहोस् या त समयलाई नै बदलिदिनुहोस्। आफ्नो कमजोरीमा बहाना बनाउन छोड्नुहोस्। जस्तो सुकै हालतमा पनि हिँड्न सिक्नुहोस्। आफैलाई जित्ने जित छ मेरो, आफैलाई हराउनु छ मैले। म भिड होइन, म भित्र एउटा दुनियाँ छ। सपनाको कैदी हुँ म, मलाई वास्तविकताले सजाइदिएको छ। सजिला चिजहरूको सोख छैन मलाई, मलाई त कठिनाइहरूले मजा दिन्छन्। जिन्दगी कठिनाइले भरिएको छ। आफूभित्र हौसला भर्नु छ हामीले। समस्या कठिनाइ हरेक मानिसमा आउँछन्, बस कसैले पार गर्छन् त कोही बर्बाद भइहाल्छन्। एउटा अलग पहिचान बनाउने आदत छ मेरो। कठिनाइमा मुस्कुराउने आदत छ मेरो। जसलाई कसैको आश हुँदैन प्राय तिनैले कमाल गर्ने गर्छन्। त्यसैले चुपचाप मेहनत गर्दै जानुस्, किनकि मेहनतले एक दिन हल्ला मचाइदिनेछ। याद राख्नुहोस्, एक दिन अवश्य पनि तपाईको पनि समय आउनेछ। बस मेहनत गर्दै जानुस्।